नमस्ते है शुभ बिहानी गुड मर्निङ है। आज चाहिँ पानी पुरै आउँदैछ है, रातभरि पानी आउँदैछ। लु हेर्नु अहिले पानी मौसम हेर्नुहोस् चेन्ज भएको। पानी त खतरा आउने रहेछ है। लु गाइस ड्युटी गर्नेहरूलाई चाहिँ साह्रै रहेछ हौ कि गाइस, पानीले गर्दाखेरि चाहिँ बिजोक पो भयो त हौ। मर्निङ ड्युटी गएको खै त पानीले त बिजोक भयो। पानी त अहिले वेदर झन् यस्तो भएछ, रातभरि पानी परेको थियो है। नदीहरू पुरा बढिरहेको छ, तपाईँलाई म देखाउँदैछु नदीहरू। गाइस अब त जाडो पनि बढ्नु थाल्यो है। लु हेर्नु मौसम चेन्ज भएको हेर्नुहोस्। लु हिजो रातभरि पानी आएर पनि अहिले पनि यस्तो छ मौसम। यो मौसम पनि चेन्ज भइसकेको छ है। अनि जाडो त्यत्तिकै जाडोको रकरक्कै भइसकेको छ है गाइस। रातभरि पानी परेको थियो, आज पुरा पानी पर्ने रहेछ। योपालि चाहिँ दसैँ दिवाली सब हिले दसैँ हिले दिवाली हुने रहेछ है गाइस, मेरो ख्यालमा चाहिँ। गाइस लु यहीँ तपाईँको हालत यस्तो। हिजो रातभरि पानी परेको लु हेर्नुहोस्, नदी बढेर माथि आइसकेको छ है। दिनभरि त भयो रातभरि पनि पानी पर्यो। अनि लु हेर्नुहोस्, लु हेर्नुहोस् पानी बढेर कहाँ माथि आइसकेको छ साथी हो। पानी त पुरा बढाइ छ है। म यही भन्न चाहन्छु कसैले पनि माछाहरू मार्नु नदीतिर नगइदिनु होला, किनभने पानी पुरा बढ्दैछ है। भन्दा मैले एउटा देख्दै थिएँ। लु हेर्नु गाइस, यहाँ चाहिँ माछा मार्दैछ। लु हेर्नु गाइस, भन्दा एउटा जहाँ देखेँ है गाइस, माछा मार्दै रहेछ। लु हेर्नुहोस् नदी त बढेर केही छैन है गाइस। यस्तो जाडो यस्तो गाइस, के गर्नु। वेदर हेर्नु अपडेट आज सुरुवात बिहानी अपडेट चाहिँ लु हेर्नुहोस्। पुरा जाडो बढ्दैको छ। अनि प्लेन साइडमा त यस्तो हालत छ, मधेसमा त छ भने पाहाडतिर कस्तो हुन्छ होला। लु हेर्नु गाइस, पाहाडमा त हालत कस्तो होला, कतिको जाडो बढ्यो होला।